मकाउमा नेपाली बाघको गर्जन, रोड टु युएफसी को सेमिफाइनलमा पुगे रविन्द्र ढाँट, संसारकै ठुलो युएफसी रिङमा नेपालको झण्डा, विपक्षीलाई दोस्रो राउन्डमै नकआउट। नेपाली मिक्स्ड मार्शल आर्ट एमएमए खेलाडी रविन्द्र ढाँटले प्रतिष्ठित युएफसी को छनौट प्रतियोगिता रोड टु युएफसी 5 मा शानदार जित दर्ता गराएका छन्। चीनको मकाउमा आयोजित उक्त प्रतियोगिताको ब्यान्टम वेट विधा अन्तर्गत भएको क्वार्टर फाइनल भिडन्तमा रविन्द्रले आफ्ना विपक्षीलाई दोस्रो राउन्डमै पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्। खेलमा रविन्द्रले फिलिपिन्सका फाइटर किम्बट अलिन्टोजोनको सामना गरेका थिए। प्रतिस्पर्धामा नेपाली खेलाडी रविन्द्र सुरुदेखि नै आफ्ना फिलिपिनो प्रतिस्पर्धी सामु पूर्ण रूपमा हावी र एकपक्षीय देखिएका थिए। खेलको पहिलो र दोस्रो दुवै राउन्डमा अत्यन्तै आक्रामक एवं शक्तिशाली प्रदर्शन गरेका उनले दोस्रो राउन्डमा विपक्षीलाई बजारिँदै नकआउट हानेर सहज जित निकालेका हुन्। यो शानदार जितसँगै रविन्द्रले विश्वकै सबैभन्दा ठुलो र प्रतिष्ठित मार्शल आर्ट्स खेल संस्था युएफसी को मुख्य मञ्चमा पुग्ने आफ्नो सम्भावनालाई थप बलियो बनाएका छन्। अन्तर्राष्ट्रिय रिङमा नेपालको झण्डा फहराउँदै विपक्षीलाई परास्त गरेपछि अहिले सामाजिक सञ्जाल र खेलकुद वृत्तमा उनको चौतर्फी प्रशंसा र चर्चा भइरहेको छ। सेमिफाइनलमा पुगेका रविन्द्रको आगामी यात्रालाई नेपाली खेल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्।